भन के छ विचार? हुन्छ म तयार छु। अब वडा अध्यक्ष म बन्ने भए तिमीहरूको लागि पनि पार्टीको व्यवस्था गर्छु। अहिले मेरो लागि नारा लगाउँ त धने जिन्दाबाद भनेर। सबैजना एकैसाथ जोडले भन्नुहोस् धने जिन्दाबाद। ल यो पैसा लिनुहोस् अनि चुनावमा जङ्गे दाइलाई नै भोट हाल्नु होला नि। खै यो अनि भोट चाहिँ जङ्गे दाइलाई नै है। हुन्छ जो जिते पनि हाम्रो भाग्य उस्तै हो। कमसेकम आजको छाक त टर्छ। अरू के नै पो सोध्न सकिन्छ र हामी जस्ता निमुखाले। चुनाव जितेपछि गाउँको धुलोमा के बस्नु र? अब सहरको सुख सुविधा नै ठिक छ। गाउँलेहरूले त मलाई खोजिरहन्छन् होला, तर मलाई त सहरको यो नयाँ जीवनशैलीमा नै मजा आउँछ। अध्यक्षज्यू नमस्कार। सानो काम थियो हजुर। कता हुनुहुन्छ हजुर? के भयो होला? म अहिले अलिक बिजी छु है, पछि कुरा गरौँला। अहिले मलाई अलिक काम छ, त्यसैले पछि फोन गर्नु अथवा म आफै फोन गर्छु, हुन्छ नि? जब गाउँमा बजेट आउँथ्यो जङ्गे झुल्किन्थ्यो, तर त्यो बजेट गाउँको विकासका लागि होइन, उनलाई जिताउन मरिमेट्ने आफ्ना खास मान्छेहरूका लागि हुन्थ्यो। बजेटको बाँडफाँडमा आधा आधी भयो, बाटो खन्ने योजनामा आधा मात्र काम भयो, अध्यक्ष र ठेकेदारले बाँकी पैसा खाए, कागजमा कुलो बन्यो तर खेत अझै पनि सुक्खा नै रह्यो। म धेरै पटक यहाँ आएँ, मेरो घरको छानो बनाइदिने भन्नुभएको थियो। आज त पक्का गर्नुहुन्छ होला नि? त्यो त भइहाल्छ नि, भोलि आउनुहोस् न। अहिले अलिक काम छ। ए बा चिन्ता नगर्नु न, अर्को महिना एउटा विशेष योजना आउँदैछ, त्यसमा तपाईँको नाम पहिलो नम्बरमा राखिदिन्छु। हवस् अध्यक्षज्यू, मलाई आशा छ यो पटक त पक्कै पनि मेरो घरको काम बन्ला। त्यो अर्को महिना कहिल्यै आएन। अध्यक्ष फेरि सहरतिरै लाग्यो र गाउँलेहरू अर्को चुनावमा फेरि नयाँ आश्वासनको जालमा पर्न भन्दै मौन रहेर प्रतीक्षा गरिरहेका छन्, जुन सदा चाहिँ रित्तो छ।